उहाँले आज जित्नु भएको छ, उहाँलाई के जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा, गर्छु भनेर जिते। बात त सही है। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ल्यापटपले ठ्याक्क अनुहार थिक्दो रहेछ कि खत्तम।